आज एउटा प्रसङ्गमा मलाई अलिकति विश्लेषण र संश्लेषण गर्न मन लाग्यो। के भन्दाखेरि आज राजाको जुन एउटा प्रत्यक्ष धावा अथवा गणतन्त्रको विषयमा कुरा गर्न पर्दा गणतन्त्रवादीहरूलाई पराकम्पन आएको जस्तो महसुस भयो। जुन यो जनसागर सडकमा आएको देख्दा यहाँनिर एउटा यो आलेख या यो विश्लेषण गर्न पर्ने अवस्था देखिएको छ। अब विश्लेषण कुन अवस्थामा भने 2072 को संविधानले जब गणतन्त्र भनेर स्थापित गर्यो, लोकतन्त्र भनेर स्थापित गर्यो, 10 वर्ष पनि नपुग्दा राजाको एउटा यो आवेग, उद्वेग र उत्सर्गमय यो प्रदर्शन र जनजनले दिएको साथ समर्थनले गर्दाखेरि यहाँ एउटा प्रश्नवाचक चिन्ह भयो। अब प्रश्न के छ भन्दाखेरि गणतन्त्रवादी अथवा लोकतन्त्रवादीहरूका नेताहरूलाई, ठूला ठूला डिङ्गे हाँक्नेहरूलाई एउटा यो एकदमै दरो झापडको रूपमा आइरहेको छ। जनता अचानक किन असन्तुष्टि या एकदमै वितृष्णाको मार्गतिर हिँडिरहेको भन्ने पनि प्रश्न उठिरहेछ। यति चाँडै लोकतन्त्र सर्वोत्कृष्ट गणतन्त्र भन्ने नारा लगाउन नथाक्ने व्यक्तिहरूमा यो खालको एउटा विश्लेषणको विषय छ। तथापि यो विषयमा कुरा गर्न पर्दा राजाको यो जुन आन्दोलनमा आन्दोलनलाई साथ दिने दुर्गा प्रसाई, के त उनको यो बोल्ने तरिका म र मेरो राजा हामी दुईजना मिलेर नारायणीको दरबारमा छिराउँछौं भन्ने छ। तर यति भन्दै गर्दा यति वेगले मात्र राज संस्था अथवा व्यवस्था परिवर्तन हुन्छ त? दोस्रो पक्ष हेर्नुहोस् त, अलिकति केलाउँदा यो एनालाइसिस गर्दा, एनालाइसिसको पार्ट पनि हो यो। केशर बहादुर विष्ट भन्नुहुन्छ, म मात्र सच्चा देशभक्त राजावादी हुँ र त्यो ग्रुपसँग केही कुरा हुन्छ, मलाई नेतृत्व मान्नुपर्छ भन्ने कुराहरू निस्किन्छ र उहाँले नै ल्याउन सक्नुहुन्छ भन्ने कुराहरू आउँछ। र अर्को संस्करण हेर्दाखेरि कमल थापा म राजाको समयको गृहमन्त्री र उप प्रधानमन्त्री पनि चलाइसकेको राज संस्थाको र सही भक्त गाई चिन्ह लिएर म एकदमै हिमायती हो, मैले ल्याउन सक्छु भन्छन्। र अर्कोतिर यहाँनिर एउटा फेरि अर्को के आलेख छ भन्दाखेरि राजेन्द्र लिङ्गदेन समग्र राप्रपाको एउटा अभियान चलाइरहेको, राप्रपा मात्र एउटा चाहिँ नि राज संस्थाको लागि एकदमै त्यो दल हो, त्यो दलले स्थापित गर्छ भनेर। त्यस्तै गरी बौद्धिक समूहमा यहाँनिर जगमान गुरुङ छन्। फेरि जगमान गुरुङ लगायतका बौद्धिक समूहले पनि र पूर्व जुन जसाबहरूदेखि लिएर सबैजनाले राज संस्था यसरी आउँछ, यो आउँछ। तर त्यस्तै गरी साना साना अरू अभियन्ताहरू पनि र समग्र जनताहरू रोडमा उठिरहेका छन्, आइरहेछन् सडकमा। अब यी सबैमा एउटा एकताबद्ध हुने, विचारको एकबद्धता, संस्थागत एकबद्धता, यी कमी कमजोरीहरू पनि छन्। र त्यही पनि तथापि यिनीहरू सबै वर्ग, सबै संगठन, सबै व्यक्तित्व र संवाहक एकै ठाउँमा बसेको दृश्य हेर्दाखेरि आज कतै न कतै गणतन्त्र प्रति चाहिँ एउटा प्रश्नवाचक चिन्ह चाहिँ नि भएको छ। र पोलिटिकल धरातलमा भन्ने हो भने यसलाई पोलिटिकल मेडे भनिन्छ। किनभने मेडे जसरी प्लेन क्रास हुनुभन्दा अगाडि पाइलटहरूले यसलाई मेडे भन्छन् भने जस्तै पोलिटिकल पार्टीका केही व्यक्तिहरूले पनि यसलाई मेडेको संज्ञा दिइरहेछन्। हेरौं अब के हुन्छ, कस्तो हुन्छ र यसलाई अर्को विश्लेषणमा हामी खुलाउनेछौँ। तर आज एउटा सान्दर्भिक माहौल चाहिँ नि बन्यो काठमाडौँमा। जय होस् नेपाल आमाको पनि, हामीले पनि जय होस्।